नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आजको मेरो दिनको सुरुवात यसरी हुँदैछ। हेर्नु त यहाँ लथालिङ्ग कोही मकै यहाँ छोराको त यस्तो हो। यो चाहिँ सुकेको बिउको बोडी राख्नको लागि। अनि यो चाहिँ खुर्सानीहरू है, खुर्सानी देख्नु सक्नुहुन्छ, डल्ले खुर्सानी अनि लाम्चे खुर्सानी है, आकाशे खुर्सानी। यत्तिकै राख्नुभन्दा सुकाएर पछि सब्जीहरूमा हालेर खानुहुन्छ नि त, त्यही भएर यस्तो गरेछु भने। अनि यता छन् बेसार पनि थोरै भएको कारणले यसरी राखेको छु साथीहरू। धोतीहरू गराएर राखेको छु भने मेरो मकै हेर्न सक्नुहुन्छ। आजको हाम्रो यो दृश्य कस्तो राम्रो छ है। फेरि बादल आउन थालिसकेको छ पानी आउनको लागि। गरौसुर पनि पुत्तेर ढाकिसकेको छ। अब के गर्ने, बर्खामा झालपात मात्रै, हिलो फोहोर मात्रै है। कुहेको मकै यो चाहिँ अन्डा खायो अनि यो चाहिँ राख्ने, किनकि मेरो कुखुराहरू छ। कुखुरालाई यो चाहिँ के भन्छ अरे, त्यो पुत्याइदिनको लागि के, यो बुसुना मच्छरहरू सबै भाग्छ नि त, त्यही भएर। अथवा बारीमा लगेर काम गर्दा, झाडहरू गोड्दा पनि यो एकदम सदुपयोग। अन्डा नै घरमा कुखुराले अन्डा पारेको छ भने राख्न नि भयो, आगो सल्काउन नि भयो। कति सदुपयोग छ के यो चाहिँ। आगोमा राख्दा भाँडा पनि यस्तो फोहोर हुने कि है। इस, यो लसुन पनि बाँध्नु पर्यो। हेलो घर खाली खेरि चाहिँ उठेर अनि यो चाहिँ मकै छोडाएर आँटो खान कसलाई मनपर्छ। मलाई त साह्रै मनपर्छ साथीहरू। अझै त्यही माथि यो भर्खरको नयाँ मकै है। यो आँटोहरू मैले पहिला अब आँटो हुँदा त यही आँटोहरू खाइरहन्थेँ नि त। अनि चामलभन्दा धेरै मैले आँटो चाहिँ युज गर्थेँ। अब सकिसक्यो, त्यसपछि मैले फेरि मलाई यो आँटोको तलतल लागेर मैले हरियो मकै छोडाउन लगाइसकेको छु। अनि सुकाएर, घाम लाउँदा सुकाएर मकै आँटो यसरी खान राम्रो नै हुन्छ है, स्वास्थ्यको लागि पनि। कुहेको छुट्टै अनि यो चाहिँ राम्रो छुट्टै मैले छोडाएर राखेको छु है त। हात पनि कस्तो दुखेर नि त, यो रातै भयो कि छोराउँदा यसरी डब्बामा चाहिँ यसरी खनाउने यसरी। तर डब्बा चाहिँ सानो भएछ। डब्बा सानो भएछ कि साली, होइन ठिक्क हुन्छ होला। खनारेर राखेपछि ओसे रहेछ के। नो बेबी नो। बेबी नो। ए खनारेर राखे। ए के हो यस्तो, ढक्कन त लाउँदैन नि त। सफा गरेर रेडी भइसक्यो। फोहोर नभन्नु होला, यो तल कालो आगोमा पकाउँदाको भाँडा सफा गर्न भ्याएको छुइनँ। अरे अब त्यताको स्याहारेपछि त यो खोइला त स्याहार्नै पर्यो, किनकि यो चाहिँ आगोमा भन्दा पनि हामीले मलखातमा मल गराउनको लागि राखिन्छ। हामीले मतलब मैले यसरी मलखातमा फ्याँक्ने है त। चाहिँ हाम्रो नानीलाई भात खुवाउनको लागि भनेर अन्डाको रानी वेट बढाउँछ भन्छ नि त।
अब पो खान अन्डाको रानीले अनि त्यही भएर हाम्रो काली दुब्लाइछिन् ए अन्डा कालीले खाने माम खान्छन् माम खाने खाने हाम्रो कालीले माम खाने ल गरिदेऊ यम्मी ए मिठो छ ओ ल ल फेरि माम खाने है ल चम्चाले नखुलाइदिएको हातैले खुलाइदिएको हातमा जति माया कोही हुँदैन हामी चाहिँ गाउँघरे पढ्यौँ स्पुन पनि छ कि तर मलाई चाहिँ हातले आफ्नै सुरले खुलाउन मिठो छ ओ माई गड नानीलाई खाना खुलाइवरी गरेर सकाएर मुख चुटेर अनि नानीसँग खेल्दै बसे। मेरो किचन हेर्नु गाइज मेरो यो हत्ते चाहिँ रहर होइन बाध्यता हो भन्दा नि भित्र मिल्थ्यो कि है तर मैले चाहिँ भित्र चाहिँ कालो हुन्छ भनेर गरिनँ अनि यो ग्यास बाहेक चुलामा चाहिँ मैले आगो फुक्दा अथवा चुलाको धुवाले मलाई असर पुर्याउने भएर मैले यहीँ बाहिर पकाउँछु खान्छु है ठाउँ त नभएको होइन तर सदुपयोग गर्न चाहिँ धुवाले कालो गराउँछ भनेर मैले रुममा चाहिँ गरिनँ। यो चाहिँ मेरो मकै झोतीहरू सुकाउने उठाउने। त्यसपछि खाना खाएपछि म यता अङ्कलको घरतिर साँझपख गएँ। हँसियाले चक्कुको अभाव भएको कारणले गर्दा चक्कु छैन त्यो घरको मान्छे अलिक साउनी छैन सोधिने बाख्रा पनि दुने छैन बाख्राको पेट त्यतिकै ख्याक्रेक्कै छ भित्र जाने माने होइन सम्हाल फुक्नु भए हेर चुरोट खाएको रहेछ जेठुले मैले ऊ चुरोट यहाँ आगो सल्काएर यता तरुनीसँग च्याट गर्दै बस्दै ए यो प्याज काट्नु भयो अङ्कलले आज चाहिँ अङ्कलहरूको पार्टी छ अरे त्यही भएर रमाइलो गरेर यसो बसेर खाम भनेर हाम्रो कान्छा मामा है भान्से ए लास्टमा आफैले पकाउनु पर्यो के अङ्कलले चाहिँ खाना एकदम मिठो बनाउनुहुन्छ कति कडा हो यार अन्त तर वनमा छोडिदिने है कस्तो भएको थियो अङ्कलको टेबल मसला नि रेडी भइसक्यो है हेर्नु न होला नि कति है त्यही माथि पार्टी खाँदै हुनुहुन्छ आज
पातल हो गया क्या अचल करे पाक्यो रेडी भएको भन्दा नि पाकिसक्यो अङ्कलले चाहिँ पकाइसकाएर अनि भुइँमा राख्नुभयो सबैजना आफ्नो ध्यानमा मोबाइलमा गफमा व्यस्त हुनुहुन्छ त्यसपछि सबै रमाइलो गर्दै खाँदै गर्दा नि एकदम यादहरू पछिसम्मलाई काम लाग्छ है भन्दै अङ्कलले सबैजनालाई आफ्नो थालमा भागहरू लगाइदिनु भयो उहाँ चाहिँ भान्से हुनुहुन्छ है खानाहरू मिठो राम्रो गराउनुहुन्छ अङ्कलले चाहिँ तर कहिलेकाहीँ चाहिँ घर के हुन्छ कुन्नी मिठो गराउनुहुन्न फेरि यताउति भात भटियारमाहरूमा चाहिँ एकदम मिठो गराउनुहुन्छ है फेरि तर हल्का नुन चाहिँ कम लाग्छ किनकि अब कसैले कम खान्छ नि त स्वादअनुसारको आफ्नो पछि खानेले चाहिँ चर्को खानेले चाहिँ पछि राखेर खाना नि त मिल्यो भनेर अङ्कलले चाहिँ नुन चाहिँ कम मात्रामा राख्नुहुन्छ फेरि खाना चाहिँ मिठो हुन्छ ल हेर्नु त मासुमा धेरै बोसो हो कि तेल हो कि के हो यति विधि यस्तो खाएपछि त अनि किन बिमार हुन्न र है कसैलाई छोडे कि भनेर फेरि अङ्कलले गिन्नु भयो आफूलाई हाल्नै छ अरूलाई गिन्नुभयो लास्टमा आफूलाई राख्नुभयो भान्सेको फेरि यही हो कि है आफूलाई पुगोस् नपुगोस् अरूलाई चाहिँ दिन पर्यो भान्सेको चाहिँ यही हो कि मेन भूमिका भनेकै तर यो पनि हो मैले माया गर्ने माया नगर मेललाई हिमालय सिजीको यता खै हजुरको मेरो त ए यस्तो हो चलाउनु भएन मासु नि चराइदिनु मासु चलाउनु मिल्दैन किन भन्दाखेरि हामीले खानुपर्छ यो चिसोसम्म चलाइदिनु ए गिलास कोकोला हो के हाल्नु 1 2 3 10 ल भान्जा आउ बियर हाले छ मिक्सरको पानी है सर्वत पानी एउटा चीज भनेको यही है चस है चस ल चस ए उठा ख्यामे अङ्कल यहाँ आउनु न चस चस ओइ उठा न आले उहाँजीलाई त स्पेसल मा तिमीलाई पोसेन के धेरै दिनपछि हिँड्न पाइएर उहाँबाट आएपछि मेरो यो धेरै दिन भयो अन्त ल है ल खासै मिठो त बनाएर हुन्छ नि अङ्कलले खाने बेला खायो हेर्नु त ल है खै सबैले खुटुरी भ्या खाले पछि चर्च गर्दै बस्ने म त त्यो बोरा हेर्दा त आज काटेको अस्ट्रेलिया आएको भनेको त यता रक्सी नखाने पार्टीहरू भान्जा दुईटा भान्जाहरू यसरी बसेर खानुभएको छ ल हेर्नु मासु भन्दै देखाउनु भयो फेरि भान्जाको गर्लफ्रेन्ड फेरि यता नि त माइलुलाई त दिइहाल्न पर्यो कस्तो मजाले खानु भयो भात साह्रै लाज मान्छे लाइट लायो लाइट खाने बेला लाइट नबाल्दा उज्यालो कहाँ आउँछ र त फेरि गोरो मान्छे न कालो हुन्छ नि होइन कि हामीले खाएको त्यसरी हुन्थ्यो मैले खाएको त
सर घुम के घुमाइहालेको हो के उता नघुम यसरी खाएको बेला मजा पो हुन्छ त अन्त भोलि पर्सि याद हुन्छ याद हुन्छ नि याद खायो के थप्दै पनि त्यसलाई दिदी तिमी ल्याऊ दिदीले 4 बजे उठाउनु आजको भिडियो पनि धेरै लामो भयो है भन्दै बेलुकीको सुन्दर समय अङ्कलहरूले खाँदै हुनुहुन्थ्यो म चाहिँ घरतिर लागेँ आजलाई यति भन्दै बाई बाई साथीहरू